प्रश्न रहेको थियो वनस्पतिको आधारमा नेपालमा कति किसिमका वनहरू पाइन्छन् भन्ने प्रश्न रहेको थियो। यसको चाहिँ सही आन्सर रहेको छ 35 आन्सर रहेको छ। त्यसै विजय साल कुन जिल्लाको वनमा प्राकृतिकमा पाउन सकिन्छ प्राकृतिक रूपमा भनेको छ कैलालीमा। देवदार भनेको के हो भनेर देवदार अप्सन रहेको थियो। यहाँ चाहिँ ठुलो सदाबहार रुख हो। पेन्सिल बनाउन सबैभन्दा राम्रो काठ प्रजाति कुन हो भनेको थियो उत्तिसको रुख हो। यसको सही आन्सर चाहिँ तल दिएका मध्ये नेपालमा नपाइने जनावर कुन हो भनेर 5 मा सोधेको थियो। यसको आन्सर जेब्रा। दार्चुला जिल्लाको उचाइ कति क्षेत्रफल रहेको छ भन्ने रहेको छ। यहाँ हल्का टाइपिङ मिस्टेक भएको छ। यसको चाहिँ करिब 79,000 हेक्टरमा रहेको छ। यसको चाहिँ तपाईँको हल्का यो टाइपिङ मिस्टेक भएको छ है त। 5 नम्बर 6 नम्बरमा तपाईँले चेक गर्नु होला दार्चुला जिल्लामा वन क्षेत्र कति रहेको छ भन्ने रहेछ है। यसमा वन क्षेत्र चाहिँ तपाईँको कति रहेको छ भन्ने प्रश्न रहेको थियो। वन क्षेत्र कति छ भन्ने प्रश्न रहेको थियो। यसको चाहिँ करिब 79,000 हेक्टर रहेको छ। टाँचा भनेको भन्नाले के बुझिन्छ भनेको छ यसको चाहिँ माथिका सबै रहेको छ। त्यसैगरी खैर रुख प्रजाति जरालाई कसरी नाप्न सकिन्छ भन्ने प्रश्न रहेको थियो। यसको तौलको आधारमा गोलिया मुढाको गोलाइ मापन गर्दा कुन भागमा नापिन्छ भन्ने प्रश्न रहेको छ। यसको बीचमा रहेको छ। त्यसैगरी काठको आयतन कुन युनिटमा मापन गर्न सकिन्छ भनेको छ घन फिटमा। त्यसै 11 मा रहेको छ छपन गर्दा प्रत्येक रुखको कति ठाउँमा ब्लेज लगाउनुपर्छ भनेको थियो। यसको चाहिँ 2 ठाउँमा। रुखको उचाइ निकाल्न 2वटा मापन गर्नुपर्छ। ती के हुनु भन्ने छ कोण र उचाइमा रहेको छ है। त्यसैगरी क्वेसन अर्को रहेको छ क्वेसन नम्बर 13 नम्बर मध्यवर्ती क्षेत्रको व्यवस्थापन किन भन्ने रहेको छ। यहाँ किन गरिन्छ भन्न खोजेको। यसै मध्यवर्ती क्षेत्रको उपभोक्ताको हित गर्नको लागि चाहिँ मध्यवर्ती क्षेत्रको व्यवस्थापन गरिन्छ। त्यसैगरी 14 नम्बरमा वनरक्षकको हैसियतले गस्ती गर्दा वनको नजिकै कसैले चितवनको डमरू तपाईँलाई दियो भने के गर्नुहुन्छ भन्ने प्रश्न रहेको थियो। डमरू सुरक्षित रूपमा डिभिजन वन कार्यालय बुझाउने यसको सही अप्सन रहेको थियो। 14 नम्बरमा कुनै किसिमले वन्यजन्तु घाइते भएको उद्धार गर्ने जिम्मा कुन निकायलाई दिएको हुन्छ भनेको छ। यो चाहिँ तपाईँको डिभिजन वन कार्यालय राष्ट्रिय गुण दुवैलाई दिएको हुन्छ। क र ख दुवै थियो सी नम्बरको। हालसम्म नेपालमा कति औषधि गुण भएको गैरकाष्ठ वन पैदावारहरू पाइन्छ भन्ने प्रश्न थियो। यसको 7 सही। 17 नम्बरमा शिलाजित कसरी प्राप्त हुन्छ भनेको थियो। यसको चाहिँ चट्टानबाट हुन्छ। यर्सा गुम्बा के हो भनेको थियो ढुसी। काठ दाउरा निकासी गर्नका लागि निकासी इजाजत पत्र दिने निकाय कुन हो भनेको छ डिभिजन वन कार्यालय। तल दिएका मध्ये कुन जडीबुटी तराईमा पाइँदैन यर्सा गुम्बा। नेपालमा व्यापार गरिने जडीबुटीको संख्या कति रहेको छ भन्ने प्रश्न रहेको थियो 296। वन सम्बन्धी प्रचार प्रसार कसरी गर्ने भन्ने रहेको थियो। समुदायलाई सबै माध्यम प्रयोग गरी सजग गराएर। 23 नम्बरको थियो चुरेको कुल क्षेत्रको कति प्रतिशत वन रहेको छ भनेको छ। चुरेको कुल क्षेत्रको कति प्रतिशत वन रहेको छ भन्ने प्रश्न रहेको थियो। यसमा चाहिँ तपाईँको वन रहेको क्षेत्र भनेको तपाईँको 72.3% रहेको छ। यसको चाहिँ वन रहेको क्षेत्र है त। त्यसैगरी क्वेसन नम्बर 24 मा रहेको छ नेपालको संविधान 2072 अनुसार हरेक कतिवटा मन्त्रालय काम गर्ने व्यवस्था छ भनेको छ 7 वटा। वन नियमावली 2051 ले सामुदायिक हुने निम्न क्रियाकलाप निश्चित गरेको छ भनेको छ। व्यावसायिक प्रयोजनका लागि जग्गा कर्जा भन्ने यो चाहिँ निश्चित गरेको छ। नेपालमा कतिवटा डिभिजन वन कार्यालय छन् भन्ने प्रश्न रहेको छ। यहाँ टाइपिङ मिस्टेक छ तपाईँहरूले चेक गर्न सक्नुहुन्छ। यो प्रश्नको आन्सर डिभिजन वन कार्यालय हो। डिभिजन 84वटा डिभिजन वन कार्यालयका छन्। 27 नम्बरमा थियो सब डिभिजन वन कार्यालयको फर्मुला के भनिन्छ भन्ने प्रश्न रहेको थियो सहायक वन अधिकारी। सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रदेशको वातावरण संरक्षण 2077 को अनुसूची 1 को प्रस्ताव कतिवटा क्षेत्रमा समेटेको छ भनेको छ 9 वटा। 29 नम्बरमा सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण 2077 को दफा 14 अनुसार गठन भएको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन प्रदेश अध्यक्षको पदमा को रहने व्यवस्था रहेको छ भनेको छ मुख्यमन्त्री। अनि सामुदायिक वन व्यवस्थापन परिचालन योजना EFE प्रतिवेदन कसले अनुमोदन गर्दछ भन्ने रहेको छ। यो चाहिँ वातावरण विभागले। त्यसैगरी क्वेसन नम्बर 31 मा कैलाली जिल्लामा कतिवटा डिभिजन वन कार्यालय छन् भन्ने रहेको छ। यहाँ चाहिँ कतिवटा छन् डिभिजन वन कार्यालय। यसको चाहिँ सही अप्सन 2 वटा रहेको छ। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वन वातावरण मन्त्रालय अन्तर्गत जम्मा कतिजना कर्मचारी दरबन्दी रहेका छन् भन्ने 874 वटा। वनरक्षक वन सेवा कुन समूहमा पर्दछ त जनरल फरेस्ट्री। सुदूरपश्चिम प्रदेश वन ऐन 2077 कहिले प्रकाशित भयो
सन् 2021 सेप्टेम्बर 10 मा तलका मध्ये कुन कार्यालय प्रदेश मन्त्रालय मार्फत पर्दैन भनेको छ प्रदेश वन निर्देशनालय राष्ट्रिय वन स्वामित्व कसमा निहित हुन्छ भनेको छ नेपाल सरकारमा। क्वेसन नम्बर 37 मा सुदूरपश्चिम प्रदेश वन 2077 को कुन दफामा प्रदेश वन विकासको कोषको स्थापना गर्ने प्रावधान रहेको छ भनेको छ दफा 86 मा। सुदूरपश्चिम प्रदेश वन 2077 वासस्थान संरक्षण कोष घोषणा गर्ने अधिकार कुन निकायको हो भनेको छ प्रदेश वन मन्त्रालयको। वन क्षेत्र भन्नाले तलका मध्ये कुन पर्दैन भनेको छ वनभित्र रहेको खाली प्रति एलानी जग्गा रहेको छ। तलका मध्ये कुन वन्यजन्तु संरक्षित होइन भनेको छ मगर गोही। तलका मध्ये कुन वन्यजन्तु घर्षणे संरक्षित प्रजाति पर्दैन भनेको छ नाग। त्यसैगरी क्वेसन नम्बर 42 मा राष्ट्रिय क्वेसन नम्बर रहेको छ 42 मा है त शुक्लबाट राष्ट्रिय निकुञ्जमा अन्तर्राष्ट्रिय महत्त्वको कुन वन्यजन्तु संरक्षित रहेको छ भनेको छ स्पिट खरायो। 5 औली तलका मध्ये कुन परिवारभित्र पर्दछ भनेको छ कुनै पनि होइन। 44 नम्बरमा राष्ट्रिय निकुञ्ज तथा वन्य संरक्षण ऐन 2029 ले संरक्षण के गर्दछ भन्ने रहेको छ। यहाँ कोही हल्का चाहिँ टाइपिङ मिस्टेक भएको छ है, तपाईँहरूले चेक गर्न सक्नुहुन्छ। यसको चाहिँ लोप हुन लागेका प्रजाति भएको छ। यस प्रश्नको आन्सर चाहिँ क्वेसन 45 मा तल उल्लेख गरिएका कुन रुखको प्रजाति हिमाली क्षेत्रमा पाइँदैन भनेको छ साल। घाइते रूपमा फेला परेका अभियुक्तलाई के गर्ने भनेको छ तत्काल प्राथमिक उपचार गरी अस्पताल लैजाने। 47 नम्बरमा बिउको लागि माउ रुख छान्दा मुख्य रूपले रुख उपयुक्त हुन्छ भनेको छ सक्लो र घना ठुलो भएको रुख भन्ने हुनुपर्छ। यहाँ ठुलो भएको रुख है त। माउ रुख भनेको कस्तो रुख हो भनेको छ सबै राम्रा गुणहरू भएको रुख। तलका मध्ये कुनको बिउ अङ्कुरण ज्यादै थोरै समय लाग्छ भनेको छ चिउरीको। तल दिएका मध्ये कुन छिटो बढ्ने कुन हो भनेको छ छिटो बढ्ने कुन हो भनेको छ मसल है त। वन नर्सरीमा यसको चाहिँ साइज कति हुन्छ भनेको छ तपाईँको टाइप मिस्टेक छ। यसको 10 मिटर × 1 मिटर हुन्छ है त। उपभोक्ताको समूहमा पदाधिकारीले के गरेमा कसुर गरेको मानिन्छ भनेको छ माथिका सबै। त्यसैगरी राष्ट्रिय निकुञ्जभित्र तलका मध्ये के हुँदैन भनेको छ यसको पनि माथिका सबै रहेको छ। संरक्षित क्षेत्र बाहिर नर भच्छी मार्न आदेश दिने पदाधिकारी को हुन् भनेको छ प्रमुख जिल्ला अधिकारी। अनि वन पेशी पूर्जी कुन अवधिको लागि दिइन्छ भनेको छ कार्तिक 1 देखि जेठ 15 सम्मको लागि। अनि अखैटा पहाड भन्नाले के बुझिन्छ भनेर रहेको छ वन्यजन्तुको जीवित र मृत शरीर चिनिने सकिने अवस्थामा रहेको तिनीहरूको शरीरको अङ्ग रहेको छ। चौपाई भन्नाले के बुझिन्छ भनेर रहेको छ पाल्तु चारखुट्टे जनावर। सङ्घीय वन ऐन भन्नाले कुन ऐनलाई जनाउँछ भनेको छ वन ऐन 2076। अनि त्यसैगरी अर्को प्रश्न रहेको छ क्वेसन नम्बर 59 वन ऐन 2076 अनुसार निजी वनको दर्ता कसले गर्दछ भनेको छ सम्बन्धित स्थानीय तहले। वन ऐन 2076 बमोजिम कसुर अनुसन्धानको सिलसिलामा यहाँ चाहिँ खोज तलासी गर्दा कुन अवस्थामा मानिस बसोबास गरिरहेको घरमा प्रवेश गर्नु हुँदैन भनेको छ सूर्यास्तदेखि सूर्योदयसम्म नभएको अवस्थामा चाहिँ खोज तलासी गर्नु हुँदैन देखिरहेको छ है त। यसमा हल्का टाइपिङ मिस्टेक भएको छ। 60 नम्बर 61 नम्बरको वन ऐन 2076 बमोजिम कसुर हुँदा मध्ये चाहिँ कुन कसुरसँग सम्बन्धित साल वस्तु कब्जा लिन सकिन्छ भनिरहेको छ। यसको चाहिँ माथिको सबै है त। यो क्वेसन हल्का टाइपिङ मिस्टेक भएको छ। तपाईँहरूले यो क्वेसन नम्बर 61 को हेर्न सक्नुहुन्छ यससँग मिल्ने। 62 नम्बरको वन ऐन 2076 बमोजिम कसुर गरिएका माल वस्तु सडी गली जाने भएमा के गर्नुपर्छ भनेको छ लिलामी बिक्री गर्ने। निजी वनबाट कतिवटा प्रजातिको निकासी गर्दा छुट हुन्छ भनेको छ 23 प्रजाति। वनको विकासबाट अवसर नपाएका वर्गलाई के भनिन्छ भनेको छ वञ्चित वर्ग। ऐन 2076 मा कुन प्रकारको वन उल्लेख गरेको छैन भनेको छ सार्वजनिक वन। यसमा चाहिँ तपाईँको सार्वजनिक वन रहेको छ। त्यसै 66 मा सामुदायिक वन व्यवस्थापनमा उपभोक्ता समूहले तलका मध्ये के कामका लागि स्थानीयसँग समन्वय गर्नुपर्दछ भनेको छ माथिका कुनै पनि होइन। यस प्रश्नको आन्सर रहेको छ भने सामुदायिक वनको वन पैदावार उपभोग तलका मध्ये के गरिँदैन भनेको छ वन निर्देशनालय हस्तान्तरण।
68 नम्बरमा नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज कुन हो भनेको छ लामटाङ राष्ट्रिय निकुञ्ज। नेपालको सिमसार क्षेत्रको सङ्ख्या कति छ भनेको छ 10 वटा। सबैभन्दा बढी वन अतिक्रमण भएको जिल्ला कुन हो कैलाली। 71मा चाहिँ वन डडेलोलाई कसरी कम गर्न सकिन्छ भनेको छ सुक्खा समयमा अगाडि प्रज्वलनशील वस्तु हटाएर वन संरक्षण गस्ती गर्दा टोली समय र संसाधन सदुपयोग गर्न ध्यान पुर्याउने पर्ने कार्य के हो भनेको छ योजना बनाउनु। 73मा रहेको छ नेपालको उच्च पहाडी भूभागको जङ्गलमा केबाट संरक्षणमा चुनौती रहेको छ भनेको छ अतिचरण। संरक्षण क्षेत्रमा समसामयिक समस्या कुन हो भनेको छ फोहोर रहेको छ। अनि त्यसरी समसामयिक समस्या भनेको फोहोर है त। वन डडेलो नियन्त्रणका लागि गर्नु भनेको चाहिँ के गर्न सकिन्छ भनेको चुरोट ठुठो फाल्ने कुराहरूलाई चाहिँ यसलाई नियन्त्रण गर्नुपर्छ। गस्तीको बखत के गर्न मिल्दैन भनेको छ माथिका सबै त्यहाँ चाहिँ विभिन्न किसिमका क ख ग रहेका छन् त्यो सबै एबिसिडी रहेका छन् त्यो माथिका सबै गर्न मिल्दैन। वनमा कुन कार्य अपराध होइन भनेको छ बिउ रोप्ने कार्य अपराध होइन। अनि वन क्षेत्रमा के गर्न मिल्दैन भनेको छ चरीचरण गर्न मिल्दैन। अनि तल दिएको मध्ये कुन चरा नेपालमा तराईमा पाइँदैन भनेको छ डाँफे र वन्यजन्तु अपराधको सन्दर्भमा हिरासतमा राख्नु नपर्ने डरको कारण के हो त दोषी प्रमाण नभएको अवस्थामा हिरासतमा राख्न पाइँदैन।